हेलो हेलो गुड आफ्टरनुन एभ्रिवान। म हजुरलाई केही सेयर गर्न चाहन्छु एबाउट वेट लस। वेट लस इज नट जस्ट एबाउट चेन्जिङ यर बडी, यो त आफूलाई माया गर्न सिक्ने जर्नी हो। हामी सबै चेन्ज चाहन्छौँ, बट रियल चेन्ज एक दिनमा हुँदैन। सम डेज गाह्रो हुनसक्छ, मोटिभेसन पनि हराउन सक्छ, तर इभन स्मल इफर्ट पनि प्रोग्रेस हो। जिम जानु, वाकमा निस्किनु, हेल्दी चोइस लिनु, दिज आर नट पनिसमेन्ट, दिज आर एक्ट्स अफ सेल्फ रेस्पेक्ट। वेट लसको जर्नी स्केलको नम्बरको बारेमा मात्र होइन, यो इनर्जी, कन्फिडेन्स र ह्याप्पिनेसको बारेमा हो। So be patient, be kind, and trust yourself because one day you won't just see the change, you will feel it. Definitely, you will feel it. And yes, slow हुनु is okay, stop हुनु is not. आज टायर्ड छौ भने रेस्ट गर बट गिभ अप नगर। एभ्री हेल्दी चोइस यु मेक टुडे इज अ गिफ्ट टु योर फ्युचर सेल्फ। So stand up again, choose yourself again, and start again because the journey is worth it. Definitely worth it. एन्ड गाइज इग्नोर द्याट अरूले के भन्छ, के सोचिरहेछ। जस्ट फोकस कि आफू के गर्दैछु, आफूलाई के राम्रो हुन्छ। हामी सेल्फ सोच्नुपर्छ के, एन्ड इग्नोर अदर्स। अरूको बारेमा सोच्न थाल्यो भने हामी केही नै गर्न सक्दैनौँ लाइफमा, केही नै। सो यति नै थियो। थ्याङ्क यू एभ्री वान, टेक केयर।